ए बाबु के सम्झेर साध्य छ र म सम्झेर साध्य छैन। रात पनि जान्छ दिन पनि जान्छ। अब कहिले त सासु उठेर 3 बजे मकै पिन्न थाल्ने, जाँतो पिनेको सुनेपछि उठ्नै पर्यो। मलाई भगाएर ल्याकाउनु बाबु। मलाई बाहरूले दिएका होइनन्, सुनिन् भने यो राधाले जम्मै भनी भन्छन् क्या हो। मलाई घरै फकाउनु भयो। अनि बाजे त अब बुहारी लिएर आएँ भनेर खुसीले हो त मटिहानको डाँडो काटेर पछि त बन्द रहेछ। ए सिलक हालेर गिदा, सिलक पहिलाको भन्ने क्या बाजेहरूले, बुढाबुढीले भनेको सुन्थिन्। सिलक भन् त सिलक हाल्दै बनै ससुरा त आए। मेरो मन त यति त रोन, त बुढो त खुसी भएर पो यस्तो भन्दै त रोएँ। अनि त्यहाँबाट उनी तिनै दिदीको घर बसेँ आउने बित्तिकै। त्यहाँबाट भोलिपल्ट दिनभरि आँटीमै लुकाएँ। अनि भोलिपल्ट त बाहरू आए गाँठे पर्सिघाँटी र दिनभरि खोजेछन् मलाई, फेला पारेनछन्। अनि हाम्रो हजुरबा रुनु भएछ अरे के बेलुका, कहाँ मोरी जिम्दी भयो त आउँथिनी, मोरी मेरी नातिनीलाई त कहाँ कमिलाले खाएका छन् भनेर हजुरबा रुनु भयो अरे। मलाई फकाउने आमाले त के अरे अब यो बुढो हार्ट एट्याक भएर मर्छ कि हो भनेर क्या भन्छन् के अरे। मेरो मनमा त्यस्तो लागेर होइन किन रुनु भएको, मरी छैन भनेर भनिदिन् अरे। अनि त्यहाँबाट त कहाँ अनि हाम्रा हजुरबाले त के अरे अनि आँगना डिला निस्केर काइँलाबालाई बोलाइहाल्नु भएको छ अरे। पर्सिघाँटीमा बोलाएपछि सुन्ने के अरे। अनि काइँलाबा त दकुर्दै आएर हाम्रो जीवा सुत्ने बाहिर खाटा, अनि खुकुरी निकालेर उदाछन् अरे ढुङ्गा बेलुका राति नै। अनि त्यहाँबाट म गएर यसरी घाँटी थापेँ, मलाई काट कसलाई काट्न उदाएका हो भनेर मैले घाँटी थापेँ भन्नुहुन्थ्यो। अनि यहाँ आउनुभयो काइँलाबा आए, फेरि अर्को साथी लिएर यहीँ आएर चौतारामा बसिहाल्नु छैन। मलाई त काइँलाबा यहीँ आए त म जान्थेँ नि काइँलाबासित समातेर, म त काइँलाबालाई हेरेसे समातेर छोड्ने नै थिइनँ। मेरो मनमा त्यही भइरहेछ, भएकै छ क्या बाबु। ओहो यो दुःख पाउनेलाई त बाबु बेलैदेखि दुःख परेर आउँदो रहेछ। कति दुःख पाएँ कति नि बाबु मैले। आमा भए माइत जान पनि पाइन्थ्यो, राम्रो हुन्थ्यो होला। त्यस्तो डाउट मन त बिग्रियो नि बाबु, मन त बिग्रियो नि। घर छोडेर आउँदा बाहरूलाई थाहा छैन, मलाई फेरि जाँदा अब म यो अर्का घर बस्न नि सक्दिनँ। फेरि जाँदा मलाई के